नमस्कार, स्वागत छ तपाईलाई स्पोर्ट्स नेपालमा। आइसिसी टी20 विश्वकप इस्ट एसिया पेसिफिक क्वालिफायरको तयारीका क्रममा रहेको नेपालले आज दोस्रो वार्मअप म्याच खेल्दैछ। यस भिडियोमा नेपालको वार्मअप म्याच साथै विश्वकप क्वालिफायरका म्याचहरू सम्बन्धी सम्पूर्ण जानकारी दिनेछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। आइसिसी टी20 विश्वकप इस्ट एसिया पेसिफिक क्वालिफायरको तयारीमा रहेको नेपालले आज कतारसँग वार्मअप म्याच खेल्न लागेको हो। खेल ओमानस्थित अल इमिरेट क्रिकेट एकाडेमीको ग्राउन्डमा नेपाली समयअनुसार राति 8:45 सुरु हुनेछ। त्यसैगरी शनिबार भएको पहिलो वार्मअप म्याचमा नेपाली टिमले ओमानलाई 6 विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको थियो। यो जितले नेपालको आगामी क्वालिफायर यात्रामा सकारात्मक प्रभाव पार्ने देखिन्छ। ओमानस्थित अल इमिरेट क्रिकेट एकाडेमीको ग्राउन्डमा पाहुना टोलीसँग टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 110 रन मात्र बनाउन सक्यो। ओमानका लागि आर्यन बिस्टले सर्वाधिक 25 बलमा 23 रन बनाउनु बाहेक कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्। नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले 2-2 विकेट तथा नन्दन यादव र कुशल मल्लले 1-1 विकेट लिएर प्रतिद्वन्दी ओमानलाई झिनो अङ्कमा रोक्न सहयोग गरेका थिए। जवाफमा 110 रनको झिनो लक्ष्य पछ्याएका नेपालले 17 ओभरमा 4 विकेट गुमाएर 115 रन बनाउँदै 6 विकेटको जित निकालेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक 50 बलमा 61 रनको शानदार विजय पारी खेलेका थिए। अब दोस्रो वार्मअप म्याचमा नेपालले आज कतारसँग खेल्दैछ। आइसिसी टी20 विश्वकप इस्ट एसिया पेसिफिक क्वालिफायर अन्तर्गत कुवेत र जापानसँगै ग्रुप बीमा रहेको नेपालले पहिलो म्याच अक्टोबर 8मा कुवेतसँग र दोस्रो म्याच जापानसँग 10 अक्टोबरमा खेल्नेछ। 3 देशको 3वटा ग्रुपमा विभाजित कुल 9 टिममध्ये प्रत्येक ग्रुपमा पहिलो र दोस्रो हुने 6 टिम सुपर 6 चरणमा पुग्नेछन्, जसबाट उत्कृष्ट 3 देशले आगामी 2026 फेब्रुअरीदेखि भारत र श्रीलङ्कामा हुने टी20 विश्वकप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन्। नेपालले ग्रुप बीबाट सुपर 6 चरण पुगेको खण्डमा बाँकी 2 ग्रुपबाट पहिलो र दोस्रो भई आएका 4 टिमसँग 1-1 म्याच खेल्नेछ, जसबाट अङ्क तालिकामा उत्कृष्ट 3मा पर्न गएमा आगामी 2026मा हुने टी20 विश्वकप खेल्नेछ। त्यसैले आज हुने कतार विरुद्धको वार्मअप म्याच जित्दै पूर्ण आत्मविश्वासका साथ नेपाली टिम क्वालिफायरको दुवै चरणमा शानदार प्रदर्शन गर्दै आफ्नो तेस्रो विश्वकप यात्रा तय गर्ने लक्ष्यमा हुनेछ। यो थियो नेपालको वार्मअप म्याच साथै क्वालिफायर म्याचहरूको जानकारी। नेपाली क्रिकेटको हरेक अपडेट र विश्लेषणका लागि यो भिडियोलाई लाइक, सेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। अर्को भिडियोमा फेरि भेटौँला भन्दै तबसम्मका लागि बिदा दिनुहोस्। जय नेपाल, जय नेपाली क्रिकेट।